अस्ति किनेर ल्याएको थियो साथीलाई चाहिँ मैले फाइनली सिरानी यस्तै छ गाइज। अब जिन्दगी सक्यो हेर्दा हेर्दै 2 वर्ष पनि गयो केटा। तेरो देखाइदेऊ त मेरो ब्याग त मरदै छ त। यस्तै क्यामेराम्यानमा भन्नु सो हेलो एन्ड नमस्ते गाइज, once again वेलकम टु माई युट्युब च्यानल। इट्स मी कालुज ब्लगमा आइसकेको छु तपाईँहरूमा फेरि नयाँ इन्ट्रेस्टिङ भिडियो लिएर। एकछिन चुप न, तिमीहरू कस्तो हल्ला गरेको चुप। सो गाइज होइन, आज चाहिँ हामी होइन हाफ 10 पछाडिको क्लासहरू चाहिँ होइन हाम्रो छैन होइन एमएमसीमा, त्यही भएर हेर्न सो गाइज होइन त्यही भएर हामी चाहिँ यता आएर खाजा खाना आउन खाजा यो उडाइदिउँ म। सो गाइज होइन हाम्रो चाहिँ पारा यस्तै छ। यस्तै छ होइन, तपाईँहरू माइन्ड नगर्नु होला। र है त गाइज ल है त गाइज, अब हामी चाहिँ होइन यता एक्सप्लोर गर्न लागेको छौँ है। एमएमसीको पछाडिको भाग एक्सप्लोर गर्न लागेको छौँ है गाइज। यो चाहिँ हो एमएमसीको एमएमसीको पछाडि भाग। हामीले चाहिँ होइन यहाँनिर यसो आज अनुसन्धान गरिदिउँ न त भनेर आएको छौँ होइन। को धेरैजना चाहिँ एमएमसी कलेजबाट हेर्दै हुनुहुन्छ भने पनि हेर्नुहोस् यहाँ सर्लक्क लगाएर। अनि उता चाहिँ सिद्धार्थ छ, अनि यो चाहिँ ब्राउन्ड्री एकदम बबाले छ कि गाइजहरू, बबाले छ। अनि बबाले मान्छेहरू बबाले ठाउँमा आएर चाहिँ भ्लग गर्दैछ होइन। यहाँ इस्कुसको लहरा पनि छ गाइजहरू, इस्कुसको लहरा। सो है त गाइज, अब हामीले के गर्छौँ के गर्दैनौँ त्यो सब हेर्नु होला होइन। र है त गाइज स्टे ट्युन इन माई ब्लग होइन गाइज। हामीहरू चाहिँ होइन ओइ नगरिदिनु त्यस्तो सो होइन गाइज, हामी चाहिँ होइन खाजा खाएर नेता रमाइलो गर्दै बसिरहेको छु। यिनीहरू चाहिँ एमएमसीको ए बुङ्गा यहाँ हेर्नु न सक्नु, यहाँ हेर्नु न यहाँ बुङ्गा। यो चाहिँ हो हाम्रो मोडल यिनीहरूले होली मनाइरहेछ। होली ल त गाइज यस्तै होली सोली, अदर्स होली र आवर्स होलीमा धेरै फरक छ है गाइजहरू। हाम्रोमा सिधै डेथ पनि हुनसक्छ होइन। अनि आउने त रेडुल ऊ चाहिँ एकदम लसालु छ होइन। भागे रेडुल। मेरो हाल्यो भने कपिराइट क्लेम हालिदिन्छु म साँच्ची। न्युडिटीमा हालिदिन्छु, मैले हालिदिन्छु। सो होइन गाइज हाम्रो चाहिँ कलेजको नि छुट्टी भइसकेको छ। हामी चाहिँ उता गएको थियौँ खाजा खानु, तेल लगाएर, त्यही भएर चाहिँ हामीले थाहा पाएन होइन। मतलब रुम है हाम्रो कलेज त्यो भागै थाहा भएन कि, हाम्रो कलेज छुट्टी भागै थाहा भएन होइन। त्यही भएर चाहिँ अब हामी चाहिँ होइन च्याट्टोसँगले अब म चाहिँ बसिरहेको छु। अनि क्लासभित्र तपाईँहरूले हेर्न सक्नुहुन्छ। के छ केटा हो आयो भन्दै ल राम्रोसित देख्यो होला होइन। अनि अहिले चाहिँ हामी यहाँ यिनीहरू चाहिँ गेम खेल्न लागेको छ। अनि त्यही भएर म चाहिँ मेरो भ्लग कन्टिन्यू गर्न लागेँ होइन। अनि हामीले खास गरी चाहिँ होइन बम चाहिँ हाने होइन। रेड बुल दोस्त अहिले बेलुका गेम खेल्न नपाउला है, म खेल्दैन। सो होइन गाइज अब यिनीहरू चाहिँ एक म्याच खेल्ने रे होइन गेमको, फ्री फायरको एक म्याच खेल्छ अरे ब्याटल रोयल बिआर। कस्तो साइकोहरू आवाज हेर्नु सक्नुहुन्छ। अनि तपाईँहरूले अब तपाईँहरूको कलेजतिर त फेयरवेल पनि भइसक्यो होला होइन गाइजहरू। ओइ हल्ला नगर न यार, तिमीहरू त कस्तो के हल्ला नगर न।
तिनीहरूको पारा यस्तै हो गाइज अनि म चाहिँ यहाँ बसिरहेको छु होइन कलेज इन भएपछि यिनीहरूलाई घर इन भन्दा नि मान्दैन कि यिनीहरू फेरि आज कलेजको फाइनल दिन होइन केटा हो अब हामी सिधै इक्जाममा आउने है प्रिटिएसमा भाइ त्यही भने चाहिँ होइन यो चाहिँ शिक्षण आएर बसिरहेको छौँ हामी चाहिँ अब यस्तै छ गाइज अब जिन्दगी सक्यो हेर्दा हेर्दै 2 वर्ष पनि गयो है केटा तपाईँहरू पनि कुन कलेजबाट हेर्नुहुन्छ होइन हाम्रो कस्तो डिआई आ जस्तो लाग्यो मलाई तर आएर नै हुन्छ चाहिँ केही होइन यस्तो डेस्कमा बस्दैछु नि त म यता डेस्कमा बस्दै भएर मात्रै हो ल त गाइज अब म चाहिँ यहाँबाट सिधै कलेजबाट घर जानुपर्ने हुन्छ होइन कस्तो आयो राम्रो नराम्रो म अब कलेजबाट घर जानुपर्ने हुन्छ बाटोमा के गर्छौँ सब तपाईँहरू राम्रोसित हेर्नु होला है त ल बाई यता गाइज हाम्रो चाहिँ कलेज छुट्टी भयो त्यही भएर चाहिँ अब चाहिँ हामी घरतर्फ लाग्नु लाग्यो छुट्टी भएर हामी घरतर्फ लाग्नु लाग्यो ल गाइज अहिले छुट्टी भएन यो 2 वर्ष भइसक्यो यहाँ छुट्टी भएको मतलब मैले मेरो साथी मायालु प्रेमका कथाहरू समाता त यसरी त्यसरी समात ल त्यसरी समात मेरो यो चाहिँ यो सिरानी थियो अस्ति गेम खेल्ने बेला ल्याएको थियो साथी ल्याएको थियो मैले फाइनली सिरानी पाएँ तँलाई धेरै धेरै थ्याङ्क यू यहाँ राखिदिएकोमा यसरी खाँदेर ल्याएको थिएँ ह्याप्पी फ्यामिली राम्रो खतरनाक ल सिरानी सब प्याक र भइसक्यो लगाइछ रेड बुल यो समातेर देखाइदेऊ त मेरो ब्याग त मरदै छ त सोची यसकै क्यामेराम्यानमा बस ल रेड बुल आउने त माथिबाट त्यसो घर त्यहाँ गाइज ल अब सिधै उता मास्तिर बाटतिर गएर भेटौँला सो होइन गाइज म चाहिँ कलेजबाट रुम आएर नि खानासाना खाएर अब चाहिँ गुड नाइट हुन लागेको छु होइन गाइजहरू कि बाटोमा आउँदाखेरि त केही पनि भएन मोबाइलको चार्ज पनि डाउन भएर चाहिँ होइन मैले अलिअलि क्लिपहरू चाहिँ रेकर्ड गर्न पाइनँ त्यही भएर चाहिँ म अब सिधै गुड नाइट हुन्छ अनि तपाईँहरूसित म अर्को भ्लगमा भेट्छु होइन गाइजहरू अनि यो भ्लग चाहिँ के हो कस्तो भयो होला तपाईँ म्यानेज गरेर हेर्नु र यहाँसम्म भिडियो हेरिदिनु धेरै धेरै धन्यवाद र आगामी दिनहरू म राम्रो भिडियोहरू ल्याउँछु अनि नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरेर बेल नोटिफिकेसन बेल अलमा नि सेट गर्न नबिर्सिनु होला र यति भन्दै म बिदा लिन्छु तपाईँहरूको प्यारो भ्लग